नेपालको राष्ट्रिय खेल भलिबल राष्ट्रिय गरिमा र रूपान्तरणका लागि खेलकुद। गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता म्याग्दी भलिबल कप 2082। पुरुष भलिबल पुरस्कार। प्रथम पुरस्कार रु 2 लाख, द्वितीय पुरस्कार रु 1 लाख, तृतीय पुरस्कार रु 50,000, चौथो पुरस्कार रु 25,000, साथै मेडल र प्रमाणपत्र। त्यसैगरी विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी नगद रु 5,000, उत्कृष्ट स्पाइकर नगद रु 3,000, उत्कृष्ट सर्भर नगद रु 3,000, उत्कृष्ट ब्लकर नगद रु 3,000, उत्कृष्ट डिफेन्डर नगद रु 3,000, उत्कृष्ट सेटर नगद रु 3,000 र मुख्य प्रशिक्षक उत्कृष्ट प्रशिक्षक नगद रु 5,000 र त्यसैगरी टिम सहभागी जिल्लाहरू म्याग्दी जिल्ला, मुस्ताङ जिल्ला, बागलुङ जिल्ला, पर्वत जिल्ला, कास्की जिल्ला, तनहुँ जिल्ला, स्याङ्जा जिल्ला, गोर्खा जिल्ला, नवलपुर जिल्ला, लमजुङ जिल्ला र मनाङ जिल्ला। त्यसैगरी प्रत्यक्ष प्रसारण नमस्ते सुर्खेत। त्यसपछि प्रबन्धक प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखरा, सहकार्य जिल्ला खेलकुद विकास समिति म्याग्दी र आयोजक म्याग्दी जिल्ला भलिबल सङ्घ म्याग्दी। म्याग्दी भलिबल कप 2082 का खेलका नियमहरू। एक टिममा 12 जना खेलाडी र 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना सम्बन्धित जिल्लाको जिल्ला खेलकुद विकास समिति वा भलिबल सङ्घको पत्र मार्फत नाम दर्ता गर्नुपर्नेछ। र नियम 2, एक जिल्लाको टिममा 3 वटा अन्य प्रदेशको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू समावेश गर्न सकिनेछ, तर गण्डकी प्रदेश जिल्लाभित्रको खेलाडीको हकमा 1 जना जिल्ला खेलाडी अर्को जिल्लाबाट खेल्नको लागि सम्बन्धित जिल्लाको भलिबल सङ्घको अनुमति सिफारिस अनिवार्य ल्याउनु पर्नेछ अथवा अन्य जिल्ला टिममा खेल्न पाइने छैन। नम्बर 3, प्रत्येक जिल्लाबाट सहभागी हुने 14 जना खेलाडी प्रशिक्षकलाई जर्सी, खाना, आवास तथा आउन जान यातायात खर्च आयोजकको सुविधा प्रदान गर्नेछ र जर्सीको साइज र नम्बर 4 गते उपलब्ध गराउनु पर्नेछ। र नम्बर 3, आयोजकले तोकेका सबै नियम पालना गर्ने टिमलाई मात्र सो सुविधा प्रदान गरिनेछ र अन्य भइपरि आउने समस्याहरू सहभागी सम्पूर्ण टिमले आफै लिनु पर्नेछ। म्याग्दी जिल्ला भलिबल सङ्घको आयोजनामा म्याग्दी भलिबल कप 2082 को प्रत्यक्ष प्रसारण नमस्ते सुर्खेत, साथै खेल हुने मिति असार 7 गतेदेखि 11 गतेसम्म बेनी बजार म्याग्दी खुल्ला मञ्च र साथै यस प्रतियोगितामा भाग लिने सम्पूर्ण टिमलाई जितको शुभकामना व्यक्त गर्दछौँ।